जिन्दगीमा लागेको सबै घाउ कमजोरी हुँदैन। केही घाउले त फेरि उठ्न सिकाउँछन्, अनि जब ती घाउलाई कलाले छोप्छ त्यो दाग होइन, एउटा प्रेरणा बन्छ। बर्दियाबाट आउनुभएका यी भाइ अहिले जापानको नयाँ यात्राको तयारीमा हुनुहुन्छ। उहाँ पहिले पनि हाम्रो स्टुडियोमा ट्याटु बनाउनु भएको थियो। विश्वास एकचोटि जित्न गाह्रो हुन्छ, तर जितिसकेपछि मानिस फेरि त्यही ठाउँ फर्किन्छ। उहाँ पनि त्यसै गरी फेरि आउनुभयो। उहाँको हातमा ब्लेडको पुरानो कटको दाग थियो। त्यो दागले विगत सम्झाइरहन्थ्यो। उहाँको एउटै चाहना थियो, दाइ, यो दाग लुकाउने मात्र होइन, यसको ठाउँमा जीवनभर गर्व गर्न मिल्ने कथा बनाइदिनुस्। त्यसपछि सुरु भयो एउटा नयाँ अध्याय। तलको फलन एन्जलले लडेर पनि फेरि उड्न सक्ने साहसको कथा बन्यो। ट्री अफ लाइफ र डिएनएले जहाँ पुगे पनि आफ्नो परिवार, आफ्नो जरा र आफ्नो पहिचान कहिले नबिर्सिने सन्देश बोके। इन्फिनिटी र ज्यामितीय आकृतिहरूले जीवन कहिले नरोकिने यात्रा हो भन्ने सम्झाए। आज उहाँको हातमा दाग छैन, एउटा उद्देश्य छ, एउटा कला छ, एउटा कथा छ, र त्यो कथासँगै उहाँ जापानतिर नयाँ सपना पूरा गर्न अघि बढ्दै हुनुहुन्छ। भगवानले उहाँको हरेक पाइला सफल बनाउनुहोस्।